नमस्कार। जलवायु परिवर्तनले विश्वभरि नै ठूला चुनौतीहरू ल्याइरहेको छ, तर यसको सामना गर्ने उपायहरू भने स्थानीय स्तरबाटै सुरु हुन्छन्। आज हामी नेपालका समुदायहरूले कसरी नयाँ सोच र पुरानो ज्ञानको मद्दतले जलवायु परिवर्तनसँग जुधिरहेका छन् भन्ने एउटा प्रेरणादायी कथा हेर्दैछौं। त्यसो भए मूल प्रश्नमा जाउँ, जलवायु परिवर्तनको बढ्दो असरलाई गाउँघरका मानिसहरूले आखिर कसरी सामना गरिरहेका छन् त? यो कथा उनीहरूको दृढता र हरेक चुनौतीमा अवसर खोज्ने उनीहरूको नयाँ सोचको हो। जलवायु परिवर्तन सुन्दा हामीलाई कुनै ठूलो विश्वव्यापी समस्या जस्तो लाग्न सक्छ, होइन त? तर यसको वास्तविक असर त हाम्रो गाउँघरको दैनिकीमा नै देखिन्छ। पानीका मुहानहरू सुक्दै जानु र खेतीपातीको लागि मौसमको कुनै ठेगान नहुनु जस्ता चुनौतीहरूले स्थानीय समुदायको जीवनलाई नै प्रत्यक्ष प्रभावित पारेको छ। तर रमाइलो कुरा के छ भने यी चुनौतीहरूको सामना गर्न समुदायहरूले एउटा गजबको रणनीति अपनाएका छन्। उनीहरूले पुर्खादेखि चलिआएको ज्ञान र आधुनिक प्रविधिलाई सँगै मिलाएर एकदमै नयाँ र प्रभावकारी समाधानहरू खोजिरहेका छन्। यसको एउटा सबैभन्दा राम्रो उदाहरण त खेतीपातीमा नै हेर्न सकिन्छ, जहाँ धेरै पानी चाहिने धान खेतीको सट्टा किसानहरूले अब कम पानीमा पनि राम्रोसँग फल्ने कोदो र मकै जस्ता बालीहरू रोजिरहेका छन्। हेर्दा सामान्य लागे पनि यो परिवर्तनले पानीको अभाव हुँदा पनि खाद्य सुरक्षा सुनिश्चित गर्न साँच्चै ठूलो मद्दत गर्छ। अब बालीनाली मात्रै बदलेर भएन, सिँचाइको तरिका पनि बदल्नु पर्यो। त्यसैले सिँचाइमा पनि आधुनिक प्रविधिहरू अपनाइएको छ। थोपा सिँचाइ र स्प्रिङ्कलर सिँचाइ जस्ता प्रणालीहरूले पानीको हरेक थोपाको सही सदुपयोग गर्छन्, जसले गर्दा थोरै पानीले पनि धेरै जमिनमा सिँचाइ गर्न सम्भव भएको छ। सिँचाइमा पानीको सही प्रयोग त भयो, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने पानीको स्रोतलाई नै जोगाउनु। त्यसैले अर्को महत्त्वपूर्ण रणनीति भनेको पानी संरक्षणमा केन्द्रित छ, जुन हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण आधार हो। यसका लागि आकाशीय पानी सङ्कलन गर्ने तरिका एकदमै सरल तर शक्तिशाली साबित भएको छ। प्रक्रिया सिधा छ। घरको छतबाट बगेको पानीलाई ट्याङ्कीमा जमा गर्ने र पछि त्यही पानीलाई सिँचाइ र घरैसी काममा प्रयोग गर्ने। कति राम्रो उपाय, होइन? आकाशे पानी मात्रै होइन, समुदायहरू आफ्नो जीवनको आधार बनेका प्राकृतिक पानीका मुहानहरू जोगाउन पनि उत्तिकै सक्रिय देखिन्छन्। मुहानको वरिपरि रुख रोप्ने, नियमित सरसफाइ गर्ने, यस्ता सामुदायिक प्रयासहरूले पानीका स्रोतहरूलाई सुक्नबाट जोगाउन साँच्चै मद्दत पुर्याइरहेको छ। यी सबै प्रयासहरूले एउटा कुरा एकदमै स्पष्ट पार्छ। यति ठूला चुनौतीहरूको सामना कुनै एक व्यक्तिले एक्लै गर्न सक्दैन। यसको समाधान त समुदायको सामूहिक बल र सहकार्यमा नै लुकेको हुन्छ। सामुदायिक वन यसको एक जीवन्त उदाहरण हो। जब स्थानीयहरू मिलेर वनको संरक्षण गर्छन्, त्यसले भूक्षय मात्र रोक्दैन, पानीका स्रोतहरूलाई पनि जोगाउँछ र समग्रमा हाम्रो पारिस्थितिक प्रणालीलाई नै सन्तुलित बनाउन मद्दत गर्छ। एउटा काम, फाइदा अनेक। संरक्षण मात्रै होइन, समुदायहरू पूर्व तयारीमा पनि उत्तिकै बलिया छन्। उनीहरूले बाढी, पहिरो वा खडेरी जस्ता प्रकोपहरू आउनु अघि नै आपतकालीन योजनाहरू बनाएका छन्। यसको मतलब के हो भने विपदा आएपछि दौडधुप गर्नुभन्दा एक कदम अगाडि रहेर सम्भावित क्षतिलाई कम गर्ने रणनीति अपनाएका छन्। ल, अब सोचौं त, बालीनाली परिवर्तनदेखि पानी संरक्षण अनि सामुदायिक योजनासम्म यी सबै साना साना देखिने प्रयासहरूलाई एकै ठाउँमा राखेर हेर्दा एउटा कति ठूलो र आशालाग्दो चित्र बन्छ। हो, यो मान्नै पर्छ कि यी उपायहरूले जलवायु सङ्कटलाई रातारात पूर्ण रूपमा समाप्त गर्दैनन्, तर यिनले यसको नकारात्मक असरलाई कम गर्न र समुदायलाई पहिलेभन्दा धेरै बलियो बनाउन एकदमै महत्त्वपूर्ण भूमिका खेल्छन्। यो एक यथार्थपरक तर निकै सशक्त दृष्टिकोण हो। अन्ततः यी सबै प्रयासहरूको सारलाई यो एउटा भनाइले समेट्छ। यी प्रयासले जीवनयापनलाई सहज बनाउनुका साथै भविष्यका लागि पनि आशा जगाएको छ। मतलब यी कदमहरूले वर्तमानलाई मात्र सहज बनाएका छैनन्, भविष्यप्रति एउटा ठोस आशा पनि जगाएका छन्। हामीले यहाँ धेरै उपायहरूबारे कुरा गर्यौं। अब जाँदा जाँदै एउटा प्रश्नमा विचार गरौं। यी मध्ये कुन चाहिँ उपाय सबैभन्दा प्रभावकारी होला जस्तो लाग्छ? सायद यसको जवाफमा नै भविष्यको बाटो लुकेको छ।